आज हामी उद्यमशीलता भनेको के हो र यो उद्यमशीलता व्यवसायभन्दा फरक छ वा व्यवसाय र उद्यमशीलता भनेको सेम कुरा हो। के हो त आखिर? केही भिन्नता छ कि छैन? किन हामीले चाहिँ व्यवसाय भन्ने टर्म युज नगरेर इन्टरप्रेन्योरसिप भन्ने टर्म युज गर्नु पर्यो? त्यसका समानता वा भिन्नतालाई पनि हामी हेर्छौँ। इन्टरप्रेन्योरसिपलाई डिफाइन गर्नुभन्दा अगाडि हामी यसको यो शब्दको ओरिजिनलाई, यो कहाँबाट उत्पत्ति भएको हो त्यसलाई हेर्छौँ। यो शब्द फ्रेन्च भर्ब एन्ट्रेप्रेन्ड्रेबाट आएको हो र त्यसको अर्थ टु अन्डरटेक वा टु डु समथिङ हुन्छ। अर्थात् केही कुराको जिम्मा लिनु वा केही गर्नु, त्यो चाहिँ उद्यमशीलताको शाब्दिक अर्थ हो। अब हामी इन्टरप्रेन्योरसिप भनेको के हो त्यसलाई बुझ्छौँ। इन्टरप्रेन्योरसिप भनेको यस्तो प्रक्रिया हो जहाँ एउटा व्यक्तिले वा ग्रुप अफ पिपलले मार्केटको अपर्च्युनिटीलाई आइडेन्टिफाई गरेर बजारमा भएको अवसरलाई पत्ता लगाएर त्यही अनुसार रिसोर्सेसहरू जम्मा गर्छ र त्यो आवश्यकता पूर्ति गर्नको लागि एउटा नयाँ बिजनेस भेन्चर क्रिएट गर्छ भने त्यसलाई हामी इन्टरप्रेन्योरसिप भन्छौँ। हामीले यहाँ केही टर्महरूलाई बुझ्नु जरुरी छ। पहिलो भनेको मार्केट अपर्च्युनिटी। मार्केट अपर्च्युनिटी भनेको के हो भन्दा एउटा समस्या पनि हो। समस्या कसको समस्या? कस्टमर्सको समस्या। यदि कस्टमर्सको कुनै समस्यालाई हामीले देख्छौँ जुन चाहिँ अहिलेको वस्तु तथा सेवाले राम्रोसँग पुरा गर्न सकेको छैन वा एउटा नयाँ आवश्यकता, उनीहरूको फरक निडलाई चाहिँ कसैले देख्न सक्छ र त्यसलाई पुरा गर्नको लागि एउटा नयाँ खालको संस्था वा बिजनेस अर्गनाइजेसन स्थापना गर्छ भने त्यो प्रक्रिया नै के हो त इन्टरप्रेन्योरसिप। र इन्टरप्रेन्योरसिपसँग जोडिएर आउने अर्को कुरा भनेको भिजनरी। इन्टरप्रेन्योरसिप चाहिँ अलिकति भिजनरी हुन्छ, त्यस्तै रिस्क टेकर हुन्छ र उसले चाहिँ अपर्च्युनिटी देख्छ। जस्तै नेपालको केसमा पनि हामीले हेर्यौँ भने पहिला पनि हामीसँग धेरै खालका स्टोर्सहरू थिए सानो स्तरमा। तर जब भाटभटिनीका संस्थापक मिन गुरुङले नेपालमा पनि यस्तो ठुलो खालको स्टोर्स खोल्न सकिन्छ भनेर त्यो एउटा आँट गरे, त्यसको एउटा सम्भावना देखे र नेपाल जस्तो सानो सानो छरिएर रहेको मार्केटमा त्यतिको ठुलो लगानी गरेर उठ्न भनौँ न आम्दानी पर्याप्त हुन्छ वा हुँदैन भन्ने कुराको चाहिँ एउटा जोखिम लिए, किनकि व्यवसाय कुनै सुरु गर्दा सफल नै हुन्छ भन्ने त हुँदैन। त्यसैले चाहिँ उनी के हुन्? एउटा इन्टरप्रेन्योर हुन्। यहाँ हामीले बुझ्नुपर्ने कुरा के हो भन्दा इन्टरप्रेन्योरसिपले वा इन्टरप्रेन्योरले चाहिँ अहिले समाजमा भइराखेको भन्दा आफ्नो भिजन चाहिँ टाढासम्म देख्न सक्छ। उसले अपर्च्युनिटिजलाई चाहिँ देख्न सक्छ र त्यो अपर्च्युनिटी ग्र्याब गर्नको लागि उसले रिस्क पनि टेकिङ गर्छ। उसले लगानी गर्छ, आफ्नो समय इन्भेस्ट गर्छ, आफ्नो स्किल इन्भेस्ट गर्छ र सफल भएमा त्यसबाट हुने नाफा चाहिँ उसले लिन्छ र घाटा भएमा पनि उसले चाहिँ त्यो बेहोर्नलाई चाहिँ रेडी भएर बिजनेस स्टार्ट गर्छ। र उद्यमशीलता चाहिँ मुख्यतः इनोभेसनसँग जोडिने कुरा हो। केही नयाँ, र त्यो नयाँ भनेको वस्तु तथा सेवा नै नयाँ पनि हुन सक्छ र भइराखेको वस्तु तथा सेवामा एकदम नयाँ खालको फिचर्स ल्याउने पनि हुन सक्छ। जस्तै पहिला मोबाइल फोनहरू चाहिँ स्विच दबाएर हामीले चाहिँ बटनहरू थिच्नुपर्ने स्थिति हुन्थ्यो केही कुरा टाइपिङ गर्नको लागि, र एउटै बटनभित्र 2-3वटा अल्फाबेट हुन्थ्यो एबिसी डिइएफ, र कुनै एउटा म्यासेज लेख्न पनि धेरै समय लाग्ने, बटन थिचिराख्नुपर्ने, झन्झटिलो हुन्थ्यो। तर एप्पलका संस्थापक स्टिभ जब्सले यस्तो स्मार्टफोनको कल्पना गरे जहाँ चाहिँ उनले त्यो फिजिकल बटन नै हटाइदिए र त्यसले के भयो? हामीलाई बटन थिच्नुपर्ने समस्याबाट मुक्ति भयो र त्यो सँगसँगै मोबाइलहरूको चाहिँ डिस्प्ले ठुलो भएर आयो।
र यो के हो त एउटा उद्यमशीलताको उदाहरण हो। यहाँ के भयो त केही न केही नयाँ इनोभेसन भयो र त्यो इनोभेसन वस्तु तथा सेवा एकदम नयाँ वस्तु तथा सेवा लिएर पनि हुन सक्छ र भइराखेको वस्तु तथा सेवामा एकदम ड्रास्टिक चेन्ज लिने र अर्को भनेको उत्पादन प्रक्रियामा पनि। जस्तै पहिला हामीले गोरुहरू प्रयोग गरेर जोत्थ्यौँ भने अब गाउँमा पनि सानो सानो ट्र्याक्टरले जोत्ने प्रचलन बढेको छ र जसले चाहिँ त्यो सम्भावना देख्यो, जसले चाहिँ भनौँ न सानो सानो बारी खेतमा पनि युज हुने खालको ट्र्याक्टर पनि बनाउन सकिन्छ भनेर कल्पना गर्यो र त्यो कृषकहरूको त्यो समस्यालाई समाधान गर्यो। गोरुलाई चाहिँ वर्षभरि पाल्नुपर्ने समस्याबाट चाहिँ कृषकहरूलाई मुक्ति दिनको लागि, त्यो समस्या समाधान गर्नको लागि के गर्थ्यो, त्यो सानो सानो ट्र्याक्टरको आविष्कार गर्यो र त्यसलाई चाहिँ व्यवसायको रूप लियो। त्यो पनि के भयो त उद्यमशीलता भयो, त्यो पनि इन्टरप्रेन्योरशिप भयो। र उद्यमशीलता भन्ने टर्म हामीले युज गरिरहँदा उद्यमशीलता पनि आफैमा व्यवसाय त हो, तर हामी यसलाई किन व्यवसाय भन्ने टर्म चाहिँ युज गर्दैनौँ? के उद्यमशीलता र व्यवसाय एउटै कुरा हो वा होइन? यसको जवाफ के हुन्छ भन्दा आंशिक रूपमा अलिअलि उद्यमशीलता भनेको व्यवसाय पनि हो, तर पूर्ण रूपमा व्यवसाय र उद्यमशीलता चाहिँ सेम होइन, यसमा केही भिन्नता रहेका छन्। व्यवसाय भन्दा उद्यमशीलतामा केही बढी कुराहरू वा केही फरक कुराहरू हुन्छ र त्यसलाई हामी पोइन्ट वाइज डिस्कस गर्छौँ। पहिलो त रहेको छ प्राइमरी फोकस अर्थात् प्राथमिक जोड। एउटा इन्टरप्रेन्योरशिपमा, एउटा उद्यमशीलतामा के कुरामा बढी जोड दिइन्छ भन्दा कसरी नयाँ वस्तु तथा सेवा मार्केटमा ल्याउने, कसरी चाहिँ कस्टमरको निड्सलाई एकदम फरक तरिकाले, बेटर तरिकाले स्याटिस्फाई गर्ने र मार्केटमा के अपर्च्युनिटिजहरू देखिरहेको छ भन्ने कुरामा चाहिँ इन्टरप्रेन्योरशिपको जोड हुन्छ र उसले चाहिँ एउटा सोसियल्ली ठुलै चेन्ज ल्याउन सक्ने वा भइराखेको जुन कुरा छ त्यसलाई टोटल्ली डिस्टर्ब गर्ने क्षमता राख्दछ र आफ्नो छुट्टै पहिचान बनाउँदछ। जस्तै एलन मस्कको कुरा नै गर्ने हो भने पनि एडभान्स विद्युतीय गाडीहरू उत्पादन गर्नमा उनको ठुलो रोल छ। त्यस्तै जेफ बेजोसले चाहिँ अमेजनको क्रिएसन गरे र त्यहाँबाट अनलाइन बुकहरू चाहिँ बेच्न सकिन्छ, अनलाइन सामग्री नै बेच्न सकिन्छ भन्ने कुरा उनले 2000 भन्दा अगाडि नै, सन् 2000 भन्दा अगाडि नै कल्पना गरे र आज त्यो पनि विश्वको एउटा ठुलो ब्रान्ड हो। र बिजनेसको जोड चाहिँ केमा हुन्छ भन्दा प्रफिटमा, नाफामा बढी फोकस हुन्छ र सस्टेनेबिलिटी र स्टेबिलिटी, भइराखेको व्यवसायबाट कसरी चाहिँ नाफा कमाउने र त्यसलाई कसरी निरन्तरता दिने भन्ने कुरामा चाहिँ बिजनेसको फोकस हुन्छ। र अर्को भिन्नता भनेको रिस्क टोलरेन्स क्यापासिटी। सामान्यतया इन्टरप्रेन्योरशिपमा चाहिँ के हुन्छ त उसले चाहिँ अहिले समाजमा नभएको कुरा क्रिएट गर्नमा जोड दिन्छ, नयाँ कुरा बनाउनमा जोड दिन्छ र त्यसमा अवश्य पनि रिस्क इन्भल्भ हुन्छ। कुनै नयाँ कुरा बजारमा आउँदैमा त्यो सफल नै हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। आज पनि सयौं कम्पनीहरू वर्षेनी बन्द भइराखेका छन्, नयाँ नयाँ कन्सेप्टमा आएका कम्पनीहरू। त्यसैले चाहिँ इन्टरप्रेन्योरशिपमा के हुन्छ त उसले चाहिँ धेरै मात्रामा जोखिम मोल्ने क्षमता हुन्छ र जोखिम पनि उसले मोल्छ। त्यहीनिर बिजनेसमा के हुन्छ भन्दा बिजनेसले चाहिँ सकेसम्म जोखिमलाई अभोइड गर्न खोज्छ, जोखिमबाट तर्किन खोज्छ, जोखिमबाट टाढिन खोज्छ र उनीहरूको जोखिम वहन गर्ने क्षमता थोरै हुन्छ। र अर्को भिन्नता हामीले व्यवसाय र उद्यमशीलता बीच हेर्ने हो भने नेतृत्व शैलीमा हुन्छ। कुनै पनि उद्यमशीलता वा इन्टरप्रेन्योरशिप अर्गनाइजेसन कसरी चल्छ भन्दा त्यो इन्टरप्रेन्योरको भिजनमा, उसको दिमागमा जुन क्रिएट भएको छ एउटा इमेज, यो गर्न सकिन्छ भन्ने उसले सोचेको छ, त्यो भिजनको आधारमा चाहिँ उसले नेतृत्व गर्दछ र
आफ्नो अर्गनाइजेसनमा काम गर्ने इम्प्लोइहरूलाई नै पनि त्यो आफ्नो भिजनलाई बुझाएर त्यसको बारेमा जानकारी राम्रोसँग दिएर उनीहरूलाई पनि सँगसँगै लिएर अगाडि बढ्छ। त्यहीँनिर बिजनेसमा वा व्यवसायमा चाहिँ के हुन्छ भन्दा नेतृत्व शैली डाइरेक्टिभ निर्देशन दिने कुरामा बढी जोड हुन्छ। उनीहरूलाई सँगसँगै लिएर जाने वा उनीहरूलाई पनि सामेल गर्ने बुझाउने भन्दा पनि उनीहरूलाई निर्देशन दिने आदेश दिने र एउटा फिक्स्ड स्ट्रक्चरमा चाहिँ के हुन्छ व्यवसायको नेतृत्व शैली हुन्छ। त्यस्तै अर्को भिन्नता रहेको छ ग्रोथ स्ट्राटेजी वा वृद्धि रणनीति। इन्टरप्रेन्योरसिपले के कुरामा ध्यान दिन्छ भन्दा उसले चाहिँ जतिसक्दो चाँडो आफ्नो अर्गनाइजेसनलाई ऱ्यापिड तीव्र गतिमा चाहिँ बढाउन चाहन्छ र त्यसको लागि आवश्यक परेमा एक्सटर्नल फन्डिङ बाहिरबाट पनि फन्ड ल्याउने अरू इन्भेस्टर्सहरूलाई पनि सामेल गराउने कुरामा पनि ऊ ओपन हुन्छ नर्मल्ली। त्यहीँनिर बिजनेसको ग्रोथ स्ट्राटेजी कस्तो हुन्छ भन्दा ऊ स्थिर रूपमा थोरै थोरै वृद्धि भए पनि उनीहरू चाहिँ खुसी हुन्छन् वा त्यसैमा चाहिँ कसरी हल्का सानो मात्रामा वृद्धि गर्ने त्यसमा व्यवसायको बढी ध्यान हुन्छ र उनीहरूले सामान्यतया व्यवसायको वृद्धिको लागि ग्रोथको लागि चाहिँ आफ्नै संस्थाले कमाएको नाफाबाट केही रकम फेरि त्यही व्यवसायमा रिइन्भेस्ट गर्छन्। र त्यस्तै अर्को भिन्नता भनेको डिसिजन स्पिड, निर्णयको गति। इन्टरप्रेन्योरसिपमा के हुन्छ सामान्यतया इन्टरप्रेन्योरले आफ्नो भिजनको आधारमा आफूलाई आफ्नो क्षमताको आधारमा आफ्नो स्किलको आधारमा वा आफ्नो सोचाइको आफ्नो बुद्धिको आधारमा चाहिँ छिटो निर्णय लिन्छ। त्यहीँनिर बिजनेसमा के हुन्छ सामान्य बिजनेस अर्गनाइजेसनमा चाहिँ जति सक्दो धेरै सूचनाहरू कलेक्ट गरेर अलि एकदम मेजर गरेर मात्र डिसिजन लिने गरिन्छ। त्यसैले चाहिँ सामान्यतया व्यवसायमा चाहिँ निर्णय प्रक्रिया अलिकति सुस्तो वा ढिलो हुन्छ। हस् त साथीहरू, आजको भिडियोमा यति नै। अर्को भिडियोमा यहाँहरूसँग भेट हुने नै छ। धन्यवाद।